एउटा खेलाडीले देखेको सपना हैन पुरा गर्न चाहिँ ऊ कुन हदसम्म जान्छ भनेर चाहिँ यो पेद्दी साउथ इन्डियन मुभीमा देखाइएको छ साथीहरू। आउनुहोस् आज यो पेद्दी मुभीको चाहिँ छोटो रिभ्यू गरौँ है त। यो मुभीमा चाहिँ स्टोरी देखाइएको छ एक पेद्दी नामको चाहिँ दिहाडी मजदुर हुन्छ हैन। ऊ चाहिँ हरेक खेलमा माहिर हुन्छ र उसको चाहिँ गाउँ यस्तो हुन्छ कि जुन चाहिँ इन्डियामा हुन्छ तर भोटर कार्डमा चाहिँ लिस्टेड हुँदैन हैन। र उसले चाहिँ एक वचन लिन्छ क्या, अब चाहिँ ऊ खेलबाट चाहिँ आफ्नो गाउँको पहिचान दिलाउनलाई चाहिँ उसले हरेक बाधा अडचनहरू चाहिँ पार गर्दै चाहिँ ऊ कसरी चाहिँ खेलकुदसम्म चाहिँ पुग्छ भनेर यो मुभीमा चाहिँ एकदमै इमोसनल तरिकाले देखाइएको छ साथीहरू हैन। अब यो मुभीको चाहिँ राम्रो पछिको चाहिँ कुरा गर्नुपर्दा चाहिँ यो मुभीमा चाहिँ स्टोरी यस्तो तरिकाले प्रेजेन्ट गरिएको छ कि तपाईलाई चाहिँ एकदमै हुक गरेर राख्छ हैन। तपाईलाई चाहिँ कहीँ बोर फिल हुन दिँदैन। र प्लस यसको नेगेटिभ पोइन्ट भनेको चाहिँ अलिक यो मुभी चाहिँ 3 घण्टा आसपासको छ हैन। यदि तपाईहरुलाई चाहिँ ओभरअल स्पोर्ट हैन कमेडी हल्का फल्का एक्सन मुभीहरु मन पर्छ भने चाहिँ यो मुभीले चाहिँ तपाईहरुलाई बोर गर्दैन। अब यो मुभी चाहिँ तपाईहरुले चाहिँ अहिले चाहिँ नेटफ्लिक्समा चाहिँ हिन्दी डबिङमा पनि उपलब्ध भएको छ साथीहरु, गएर हेर्न सक्नुहुन्छ। भिडियो मन पर्यो भने चाहिँ मेरो च्यानललाई एक सब्स्क्राइब गरिदिनु होला।